हेलो साथीहरू, आज चाहिँ म माइततिर आएको छु। मौसम चाहिँ यस्तो राम्रो भएको छ नि है। आज रातभरि पानी परेकोले गर्दा मौसम चाहिँ एकदम राम्रो भएको छ। मेरो नेल्स चाहिँ हल्का फोहोर देखिएको छ, डोन्ट माइन्ड, इग्नोर गर्नु होला मेरो नेल्सलाई चाहिँ। आजको वेदर यस्तो राम्रो छ है, अनि वेदर राम्रो भएकोले हामी चाहिँ आज लोकल कुखुरा बनाएर खाने। मेरो भिडियो हेरेर इन्जोय गरिदिनु होला। म चाहिँ लोकल कुखुरा बनाउँदैछु। पहिले चाहिँ कसरी बनाउनु, के गरेर काट्नु जस्तो लाग्थ्यो नि त है। अहिले चाहिँ त्यस्तो पर्फेक्ट त भएको छैन, र पनि काम चल्छ टाइपको चाहिँ अब बनाउनु चाहिँ आउँछ है। परिस्थितिले सब कुरा सिकाउँछ है। हरेक कुरा चाहिँ परिस्थिति अनुसार आउँदो रहेछ, जानिँदो रहेछ र गर्नु पनि पर्छ है, सिक्नु पनि पर्छ, त्यस्तै छ। अनि मलाई चाहिँ आगोमा पकाएर खानु चाहिँ एकदम मजा लाग्छ। मिठो पनि ग्यासमा पकाएर खाएको भन्दा आगोमा पकाएर खानु चाहिँ एकदम मनपर्छ नि त। अनि त्यही भएर म चाहिँ फुर्सद भयो भने चाहिँ आगोमै पकाएर खाने हो। माइततिर आउँदाखेरि बहिनीहरूले नै पकाउँछ नि त प्रायः जसो, अनि आफूले बनाउँदाखेरि पनि आगोमै बनाउने हो। यता हाम्रो माइततिर चाहिँ प्रायः जस्तो आगै हुन्छ, अनि घरमा हुँदाखेरि पनि फ्री हुँदाखेरि चाहिँ हामी आगोमै पकाएर खान्छौँ। त्यस्तै हो साथीहरू, मेरो भिडियो हेरेर इन्जोय गरिदिनु होला। यस्तै छ, आजलाई यति नै। बाई बाई, फेरि भेटौँला अर्को भिडियोमा। बाई बाई साथीहरू।